हिजो एउटा सिजन यस्तो थियो कि काठमाडौँमा घर भएको केटालाई छोरी दिने मान्छे चाहिँ धनीमानी हुन्थ्यो, भाग्यमानी हुन्थ्यो। काठमाडौँमा घर भएको केटासँग पर्ने मान्छे भाग्यमानी हुन्थ्यो। चाहे त्यो केटा जड्या होस् एउटा के होस् जसोसुकै होस्। त्यो सिजनमा मेरो एउटा गाउँको नर्मल परिवारको केटासँग बिहा भएको। अनि आफ्नो गाउँघरका चेलीबेटीको सबैको काठमाडौँतिर घर भएका केटाहरूसँग बिहा हुँदाखेरि मलाई चाहिँ त्यहाँतिरको मान्छेले पच्चापुच्च अलिकति इन्डाइरेक्ट रूपले, डाइरेक्ट नभने पनि इन्डाइरेक्टली कस्तो भन्ने भने फलानु कति लक्की रहेछ, काठमाडौँमा घर भयो, भएको केटासँग बिहा भयो, अब भकारोमा हात हाल्न परेन, मेलापात दौडिन परेन भनेर त्यो गाउँघरकाले पच्चापुच्च सुनाउँदाखेरि मनमा कता कता चिसो चिसो चाहिँ लाग्थ्यो होइन। अब घर त थिएन, आफ्नो नसिबले भोलि बनाइएला नबनाइला छुट्टै ठाउँमा छ, आश्रम छैन होइन। अनि त्यसपछि अब मेरो सबै कुरा राम्रो छ नि त, मेरो हस्बेन्ड आफ्नो ठाउँमा ठिक हुनुहुन्छ, लाइनको हुनुहुन्छ, म पनि सबै कुरामा आफू छु। गाउँमा घरले त केही फरक पारेको थिएन, तर मान्छेहरूको सोचाइ यो थियो कि कतिसम्म निज सोचाइ थियो भने गाउँमा घर भएको हुनाले त्यो मेरो आफन्त चेलीबेटी हो भनेर चिनाउन गाह्रो मान्थे त्यो आफन्तहरू क्या। त्यो गाउँ काठमाडौँमा घर भएकालाई चाहिँ मेरो आफ्नै बहिनी हो भन्ने अलिक परको भयो पनि। अनि त्यो मेरो भोगाइ हो क्या। तपाईँहरूको कस्तो छ त्यो भोगाइ? अनि जतिसुकै अनि धनीमानी आफन्तहरू भयो भने चाहिँ त्यो आफ्नै हो भन्ने अलिक परकोलाई चाहिँ अलिक परै पार्ने। गाउँमा घर भए पनि मलाई त्यति खासै दुःख सुख भनेको त आफ्नो जीवनको पाटो हो, जहाँ गयो नि गइन्छ। अब भोलि कर्मले साथ दियो भने हामी जुन ठाउँमा गएर जसरी पनि गर्न त गरेर खान सकिन्छ होला। तर तिनी आफन्तले भकारोमा हात हाल्नु पर्दैन, फलानुको कति भाग्यमानी यताउति भनेर सुनाउने आफन्तको लागि म अहिले एकदम खुसी मान्छु कि मलाई अहिले सुखै छ। सुख भन्दा पनि मेरो मनमा सन्तोष छ क्या, म खुसी छु। एउटा पिछडामा थुन्ने झैँ गरेर बस्नु परेको छैन, सबै कुरा आफ्नो तरिकाले गर्न सम्भव छ होइन। अब हस्बेन्ड पनि आफ्नो ठाउँमा ठिक हुनुहुन्छ, तर उनीहरूले चाहिँ काठमाडौँमा घरै ठुलो हो भनेर चाहिँ त्यो मलाई गरेको व्यङ्ग्यात्मक शब्दहरू चाहिँ भोलि मैले राम्रो ठाउँमा पुगेर माथि पुगेँ भने बिर्सिन त बिर्सन्न होइन। त्यो इन्डाइरेक्टली भनेका शब्दहरू त्यस्तो हुन्छ नि क्या। अब काठमाडौँमै घर हुनु ठुलो कुरा होइन, आफ्नो मन सन्तोष छ भने रुखै मुनि बसे पनि होइन मनमा सन्तोष हुन्छ भन्ने कुरा चाहिँ साथीहरू सबैजनाले बुझ्नुपर्छ क्या।